आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ। पनि सन्चै आरामै छु साथीहरू। आज चाहिँ हाम्रो चाहिँ जानेछौँ, म चाहिँ भिडियो बनाउँछु फाइनल्ली। अरू के छ भन्नु पनि यहाँ पछितिर म हेर्दै गर्नु, म भिडियो देखाइराख्छु। अब आजको लागि इन्ट्रो। हेलो गाइस, यो चाहिँ हामीले त्यो काटेर रेडी पारिसकेको छ। मैले एकछिनपछि ठोक्न जान्छौँ। ठोक्न गएको म भिडियो देखाउँछु। यो गेट चाहिँ अहिले आएर बनाउँछौँ गाइस। अरू के छ र के छ गाइस, ठिक छ? म पनि ठिकै छु। आज तपाईँ घरतिर गर्मी कति गरेछ? आज चाहिँ त मार्चसम्म 60 डिग्रीको घाम गरेछ। अब पाउन दिन पक्रिन बेर हुँदैन, यस्तो गर्मी छ कि यस्तो गर्मी। शीतल वहाँ बस्दा नि यस्तो गर्मी लागिरहेछ। त्यो घाम त्यहाँ छ, यहाँ तातिरहेछ, यस्तो भइरहेछ गाइस। त्यहाँ नि अब मैले चाहिँ हिजो कि अस्ति मोटो ब्लग हालेको थिएँ नि गाइस। त्यसमा चाहिँ मैले 4वटा गाना फेरेँ, त्यही नि 4वटा गानामा कपिराइट हानिदियो। भिडियो बनाएको छु, फेरि हालेछु, फेरि कपिराइट हान्दै, फेरि अर्को गाना तानेछु, फेरि कपिराइट हान्दै। युट्युबमा गएर कपिराइट नहुने भिडियो भनेर डाउनलोड गरेको, त्यो नि कपिराइट छ। अब जे हुन्छ त्यो घ्याँ घुक गरेको सब सुनिदिनु। रिमिक्समा होलसेलमा हालिदिन्छु भिडियो। अब गाना जति हाल्न कोसिस गर्दा नि कपिराइट हान्दैछ। जतिवटा गाना हालेछु त्यतिवटामा कपिराइट हानिदिन्छ। त्यो कहाँबाट टुमा हाने होइन, त्यही भएर त्यति गाना मात्र रटिरहेको। अब यहाँ मिस्त्रीलाई हेर्नु, अब झ्याल लिएर जानको लागि अटो आयो। अब अटोमा फरर बसेर जाने। त्यहाँ अब गएपछि उतार्ने, झ्याल ठोक्ने देखाउँछु, हेर्दै गर्नु। गुड भयो हाम्रो सरजी छन्। म चाहिँ बाइकमा हिँड्छु फरर चाबी लिएर। बाइक ब्लग एन्ड अटो ब्लग। तपाईँ जाँदैछ, म चाहिँ एकचोटि जाँदैछु। पाटो त्यहाँ गएर देखाउँछु। हिसाबले झार्दैछु माथिको। साथीहरू यहाँ यस्तो झ्याउँदो रहेछ। त्यतिसम्म पढियो होइन, XX सम्म केही याद नहुँदो रहेछ। यहाँ यस्तोमा त एक्स के हो के नजाने। कता के लेखेछ यहाँ, यस्तो लेखेछ। अब 1 2 3 भएको भए सजिलो हुन्थ्यो होइन। एक्स कहाँ छ? यहाँ XL छ। यस्तो कहिले नपढेको यहाँ आएर पढ्न पर्छ। यस्तो नि हुँदो रहेछ गाइस। तपाईँहरूले यस्तै कपाल बनाउँछ भने माथि बनाउनु गाइस। फाइनली तरी मस्त देखिँदैछ। पुरा रङ्गिला यस्तो झेलझेलमा राखियो। त्यहाँ आइ हेरेर बल्ल तल्ल चित्त बुझाएर राखियो। अब ठोक्ने चाहिँ यस्तरी यो टेक्निक पनि कतिजनाले आउँदैन होला ठोक्न। म कति एक दिन पछि बल्ल सिकेको यस्तो। यस्तै गरेर ठोक्ने। अब अड्काइदेखि अरू दुल्कोमा 5-6वटा दुल्को त्यस्तो खुचेको दुल्कोमा मैले ठोक्दै जान्छु। यस्तै छ, हेर्दै गर्नुहोस्। यो सिक्न चाहिँ एकदम इम्पोर्टेन्ट छ है। यो इम्पोर्टेन्ट हो। सबै ठोकेर चाहिँ ल्याएँ यताको। मैले यताको ठोक्दैछन्, अरू चाहिँ सकाइसक्यौँ यताको हिसाबले। साथीहरू अघि मिस्त्रीले सिकाए जस्तै मैले सबै चाहिँ ढोका झेलहरू सब ठोकेर सकाइसकेँ। अब यहाँ ठोक्दैछु। ब्याग भयो यार, म त ठोक्दा के गर्नु त नि गाइस। साथीहरू पहाडको सिन हेर्नुहोस्। पहाडको सिन हाम्रो घरतिर यस्तो छ। त्यो पहाडको चुच्चो छ नि, त्यसलाई चाहिँ माथागढी भन्छ। त्यहाँ चाहिँ म 5 चोटि गएको छु। तपाईँहरूलाई नि जान छ भने माथितिर आउनु, मलाई मेसेज गर्नु जाम्लासँगै। त्यहाँकोलाई चाहिँ गिद्धेभिर भन्छ। हाम्रोको एरिया यही हो। टक्क घाम। फाइनल्ली गाइजहरू मैले चाहिँ सबै ठोकेर सकाइसकेँ। अब भिडियो चाहिँ यति नै रहन्छ। अब यहीँबाट इन्ड गर्न चाहन्छु। भोलि भिडियो हेर्न, भोलिको लागि भोलि नै भिडियो लिएर आउँछु। आजको भिडियो चाहिँ यति नै भयो। म के बोलेँ त्यो बिच्चामा एकछिन स्टप। ल बाई बाई गाइज। यहाँ पसिनाले यहाँ ठोक्दा घरि किला बिग्रेछ, घरि के बिग्रेछ। ठोक्दा ब्याग पऱ्यो। 5 बजिसक्यो। अब एकछिन मैले ठोकेर हामी पनि क्वालिटी हान्ने हो। सब ठोकेर भइसक्यो।
सब ठोकेर गइसकेँ। मिस्त्रीले चाहिँ हटाइदियो चाहिँ म बच्चेको छुटेको दुधको सब ठोकिदिएँ। के अनि गाइस भिडियो चाहिँ यस्तै भयो। अब काम यस्तै गरेर यसो त गर्नु पर्यो टेन्सन नलिकन। के गर्नु गाइस अब आज चाहिँ झ्यालको कन्टेन आयो, भोलि चाहिँ गेटको कन्टेन आउँछ होला त्यस्तो लागेको छ मलाई पनि। बाई बाई, अरू म केही भन्न आउँदैन मलाई, यहाँ थकित भन्छु म, थकित। बाई बाई गाइस, सब्सक्राइब चाहिँ हान्न नबिर्सिनु होला। बाई बाई। ल जी, तपाईँहरूलाई जुत्ता अड्कनी बनाउनु छ भने भन्नुहोस्, यहाँ भन्छ यस्तै। और अगर तुम लोगों को ये वीडियो पसंद आई तो यार लाइक मार दो, और नहीं आई तब भी लाइक मार दो, क्योंकि फर्क नहीं पड़ता। सही बता रहा हूँ, फर्क नहीं पड़ता, बस लाइक मार दो। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर कुछ भी फेंक के मारो, ये माइक फेंक के मारो, ये कैमरा फेंक के मारो, मैंने उल्टा बोल दिया लेकिन मुझे फर्क नहीं पड़ता है, बस सब्सक्राइब करो, मुझे नहीं पता।